ललितपुरबाट श्रृङ्खलाबद्ध हत्या र लुटपाटमा संलग्न एकजना पक्राउ। आदरणीय दर्शकहरू नमस्कार, तपाईँहरूमा फेरि पनि उपस्थित भइसकेको छु। म सुमन बमजन। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो सुनाउलो नेपाल न्युज युट्युब च्यानललाई सब्सक्राइब गरेर नजिकै आउने घन्टीलाई प्रेस गरेर हामीसँगै जोडिनुहोला। ढिला नगरिकन आजको भिडियोलाई सुरुवात गर्न अनुमति चाहन्छु। हत्या श्रृङ्खलाबद्ध चोरी तथा लुटपाट गर्ने गिरोहका नायके बुद्धिमान तामाङ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न ठाउँमा चोरीमा संलग्न तामाङलाई हिजो ललितपुरको लखनखेलबाट पक्राउ गरेको हो। विकास मोटे अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका 41 वर्षीय तामाङ विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा डलर ठगी, ललितपुरमा डाका चोरी तथा इलाका प्रहरी कार्यालय 12 विषयमा शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ। तामाङको मुख्य योजना तथा संलग्नमा 2079 माघ 14 गते राति गुल्मीको मुसिकोट नगरपालिका 7 मा अवस्थित गंगा होटेलका सञ्चालक 58 वर्षीय गोपाल कुमारी रोचनालाई समेत होटेलमा हात खुट्टा र मुखमा टेप बाँधी गरगहना र नगद लुटी हत्या गरी फरार भएका थिए। तामाङले काभ्रेको धुलिखेल, पनौती, बनेपा लगायतका ठाउँबाट मोबाइल, नगद, गरगहना र विभिन्न धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। लुटपाटका घटनामा तामाङ र उनको दाइ वीरबहादुर सहित 4 जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनामा संलग्न वीरबहादुर सहित उदयपुरका 37 वर्षीय राजकुमार दनुवार र ओखलढुङ्गाका 52 वर्षीय महेश कुमार खड्कालाई पनि विभिन्न समयमा पक्राउ गरिएको थियो। विभिन्न समयमा पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ। मुख्य योजनाकार बुद्धिमानको कान्छो भाइ समेरे भन्ने शिवकुमार तामाङ गुल्मी हत्या कसुरमा पूर्वक्षका लागि अहिले कारागारमा रहेका छन्। हिजो पक्राउ परेका बुद्धिमानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको ब्युरोले जनाएको छ। आदरणीय दर्शकहरू, हजुरले यस विषयप्रति के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको सल्लाह सुझाव प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा राख्नु भन्दै हामी यति नयाँ साथमा तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते, जय नेपाल।